बाइसगर बजार अब हामी चाहिँ खोलातिर लाग्यो। यो बाइसगर बजार हो। जाम घुम्न भने खोलातिर। आज माछा मार्न नजाने? माछा मार्न नजाने आज? कहाँ जाम पाउँदितिर? हामी चाहिँ अहिले निस्किसक्यौँ बाइसगर बजारबाट। अब हामी पाउदीको खोलामा गएर झट्ट बल्छी हान्नुपर्छ माछालाई। माछा हेर पर्दै पर्दैन। आज पुरै जङ्गली पारामा पार्टी खानुपर्छ। हेर्दै जानु होला। हाम्रो रानीपानी गाउँ नै आउनु लाग्यो। यो चाहिँ रानीपानीको रोड भइहाल्यो। त्यहाँ माथि देखेको चाहिँ मन्दिर हो रानीपानीको। उकालो भनेर हामीले यसो हेर्नु गर्दिराम। अलि मजाले धकाल, फिलिली धकाल न। म बाइक लिएर आउँछु। धकाल धकाल धकाल। त्यो बजार छ छोडै। फ्रिज ल्याउनु भएको रहेछ अनि उकालो नै सक्दैन है साइकलमा। अब चाहिँ खोलातिर जाने हो। खोला सुसाइराखेतिर होइन। अगाडि गएर झट्ट पौडी खेल्नुपर्छ। सुरुमा गर्नु भइरह तर घामहरू पनि लागेको छैन कि। झट्ट लाग्छ अहिले। लागेपछि घामसाम लागेपछि आनन्दले पानीमा पौडी खेलेर खाजा बनाउनुपर्छ। बाँस काटेर बाँसमा चिया पकाएर हेरौँ। अब खाने केही पनि ल्याएको छैन त्यस्तो खानेकुराहरू नै। खानेकुरा भन्दा हाल्ने कुराहरू केमा हामी अहिले पातमा खानुपर्छ होला। ल हामी चाहिँ अगाडि हिँड्दैछौँ। के भन्नु छ तँलाई यो विषयमा? रमाइलो आजको रमाइलो गर्नुपर्छ के अन्त घर बसेर पनि गर्मीले पाके लाग्छ हुन्छ। अब क्या नि खोलातिरै धा हो। अब गडेउला कहाँ खोज्ने कि फेरि माछाको लागि टेन्सन। हामी चाहिँ अहिले यो माछाको लागि चाहिँ एउटा सिटा बल्छी हान्न चाहिँ माछाको गराउन लगेर छ। कहाँ गयो? हामी चाहिँ माछाको लागि सिटा बाँसको माछा मार्नको लागि बाँस गर्दैछौँ हामी चाहिँ अहिले। हेरेर मोटो चाहिन्न कि हल्का मसिनो भयो हुन्छ। ल म चाहिँ बाँस लिएर आइसकेको छु। अब चाहिँ हामी यसमा बल्छी हानेर चाहिँ अब गडौला सडौला खोजेर माछा मार्छौँ। हेर्दै जानु होला। ल हामी अहिले चाहिँ माछाको लागि आएर गडौला खोज्दैछौँ होइन। गडौला होइन यार, गडौलै भेटाइ। खेततिर पाउँछ होला यस्तो बालुवा मार्नु होला कि। त्यहाँ माछा काँचाहरू खोजिरहेको छ होइन। माछा तिमी कहाँ छौ? छ बाहिर निस्क। बड़ा खुला जंगल से हम निकल के एक खुला के किनारे में आए हैं। इधर हमके लिए खाना के लिए बहुत हो सकता है, हम ढूंढेंगे। इधर मछली भी होगा, हाथ में सीटा है तो मछली ढूंढेंगे हम। ये किनारे देख सकते हो आप। किनारा जब भी ऐसे किनारा मिलता है तो बचने का चांस और % बढ़ जाता है, इसलिए कि यहाँ इधर खाना मिलता है। सर्वाइवल अभी हम किनारे के नदी के किनारे के साथ आगे चल रहे हैं। हम आगे देखिए एक रहने के जगह, एक कैंप बनाने के लिए हम एक जगह ढूंढेंगे। ये देखते हो ये बहुत दलदला इलाका है। इसके आगे मत जाना, इसको सब हम और भी जंगल के झाड़ी होके जाएंगे। इसलिए कि हमको एक रहने के लिए एक टेंट चाहिए। टेंट के लिए हम एक बहुत शानदार जगह खोजने के लिए हमके लिए शीतल चाहिए। शीतल ट्रेन के लिए एक
हम कृत्रिम खुद बैठने के लिए एक छोटा सा सर्वाइवल टेंट बनाएंगे। हम नदी के किनारे के विपरीत दिशा तर्फ आगे बढ़ रहे हैं, आगे चल रहे हैं। पौडी खेल्ने जस्तो ठाउँ छ होइन, सम्मो छ। हामी चाहिँ यहाँ पौडी खेल्न सक्छौँ। गर्मी भएको साह्रै, हामी चाहिँ एकछिन यहाँ पौडी खेलेर मन चाहिँ शीतल गर्छौँ। अब माछालाई पनि थाप्नु पऱ्यो, बल्छी थाप्दैछौँ यहाँनिर। यहाँ चाहिँ सर्लक्क खेल्नुपर्छ। ल केटाले माछासँग दस्छ है। ल आइज फेरि, ल यता यता उता माथि नै हाम्रो ल ल ल रेडी भएन। कहाँ गएको फेरि? हेमादिडी कस्तो हुन्छ हेमादिडी? ल गो ल ल गएको उता। ल ल ल एउटा भयङ्कर भ्याकु आउँदैछ केटा। ल ल ल हाम्रो केटा। ल हामी चाहिँ अब पौडी सौडी खेलियो। अब चाहिँ केही खाजासाजा बनाएर खानुपर्छ। हामीले चाहिँ चियाको लागि चाहिँ बाँस काटिसक्यौँ। यसमा चाहिँ चिया पकाउने, यसमा चाहिँ टक्क मिलाएर चिया खानुपर्छ अहिले होइन। अल मजा भइरहेको छ। साह्रै नै भोक लागिसक्यो। अब चाहिँ हामीसँग चाउचाउ साउचाउहरू छ, त्यसलाई पकाएर खाने भनेको एउटा भाँडो पनि छैन होइन। अब हेरौँ केमा हुन्छ। हामी चाहिँ मेरो साथी चाहिँ उता खाऊ त। ल यहाँ पेन रहेछ नि त। ओ यहाँ भाँडो रहेछ नि त। ल यसमा पकाउनु हुन्छ होला यार। यस्तो भाँडो रहेछ, कसले फाल्यो यो? ल यसमा यसलाई पखालेर खानुपर्छ होइन। हाम्रो खानेकुराहरू चाहिँ त छ। ओ के को अन्डा हो यो? ल हामीले अन्डा पनि भेट्टायौँ। ल हाम्रो सामानहरू त छ। ल पखाले ल्याइज त, मिठो जाने पखाल्न। अन्त यहाँ चाहिँ ढाडो छ आनन्दको। साथीले पखाल्छ। अब हामी यहाँ चाहिँ कहाँनिर भन्दा यहाँ चुलो लाउँछौँ ठ्याक्क। त्यसपछि अब हामीहरूतिर चाहिँ गएर दाउरा खोज्छौँ। दाउरा खोजेर ल्याएर चाहिँ पहिला दुध उमाल्छौँ होइन। दुध उमालेर त्यसपछि चाउचाउ अन्डा पकाउनुपर्छ। बहुत रमाइलो भइरहेको छ आजको दिन चाहिँ। सर्लक्क यता माथि जानुपर्छ दाउरा खोज्नलाई। पुग्छ। र हामी चाहिँ दाउरा खोज्दैछौँ अब होइन। दाउरा आयो दाउरा। आहा खोजेर न। भयो अहिले हेरेँ यो पानीको पनि देख्नु प्रब्लम छ। मूल बल्छ होला समाजको त। यो चाहिँ पानी यहीँबाट चाहिँ आएको छ होइन। एकदम सफा पानी छ। ल हाम्रो चाहिँ अब पकाउनको लागि रेडी हुँदैछ।
चाहिँ अब आगो फुकिसक्यौँ होइन। अब आगो फुकेर यहाँ चुलो सुलो लाएर यहाँ आगो फुकिसक्यो, आगो बलिसक्यो। अब चाहिँ हाम्रो पकाउने काम सुरु हुन्छ। हामी चाहिँ सुरुमा अब दुध तताउँछौँ, दुध तताएर एउटा भाँडामा हाल्छौँ। भाँडा पनि छैन फेरि बाँसकोमा हालियो। अनि त्यसपछि के हाल्नुपर्छ, त्यसपछि हामी अन्डा उसिन्छौँ। अन्डा उसिनेर बल्ल चाउचाउ पकाउँछौँ। यहाँ आजको दिन रमाइलो छ। जे होस् हामीले यहाँ पानीको स्रोत पनि भेट्यौँ, त्यसले हामीलाई प्लस पोइन्ट भइरहेको छ होइन। सो गाइस हामीले चाहिँ अब आगो फुकिसक्यौँ। अब आगो फुकेर चाहिँ हाम्रो होइन चुलो सुलो लाएर चाहिँ आगो फुक्यौँ। त्यसपछि हाम्रो भनेको यहाँ आगो बलिरहेको छ। उहाँ साथीलाई बलिरहेको छ। अनि आगो बलिसक्यो। अब सुरुमा हामी दुध तताउँछौँ। दुध तताएर त्यसपछि अन्डा उसिनेर चाउचाउ तताउँछौँ होइन। हामीलाई चाहिँ यहाँ पानीको स्रोत पनि भेट्यौँ, जसले गर्दा हामीलाई प्लस पोइन्ट भइरहेको छ। हाम्रो पेन चाहिँ तातिसक्यो। अब चाहिँ दुध ल्याइदियो त, दुध फुटाएर हाल्न। फुटाएर हाल त। दुध गयो, दुध सब हाल्छ। ल हाम्रो तनाउको दुध रहेछ यो चाहिँ। ल अब चाहिँ दुध तात्छ होइन बिस्तारै। ओइ ऊ बनाउनु पऱ्यो नि त एउटा चलाउने कुरा। के बनाउँछ ल हामी चाहिँ एउटा पनिर बनाउँछौँ यस्तो। अलिक अर्को त्यसको रुखको भयो भने खबर भयो यार। चाहिँ दुध उम्लिसक्यो है। ए उम्ले छिटो निकाल, छिटो माथि निकाल्न। उम्ले पोक्यो, पोक्यो दुध। आगो अब सानो गर। र म चाहिँ अब यसमा हाम्रो चाहिँ यसमा चिया पकाउनु पर्छ। यसभित्र हालेर बाँसमा होइन, भाँडा छैन क्या नि, यसमा हालेर अनि यसलाई चाहिँ पखाल्नु पऱ्यो पहिला। ल हामी चाहिँ अब चिनी र चियापत्ती हाल्दैछौँ। कति हाल्ने चियापत्ती भयो, चियापत्ती हाल्नु पर्छ। सबै हालिदिनु केही नहुन्न। ल बाबा हुन्छ। चिनी हाल्नु पऱ्यो। टाढा दे खत्रै प्याक गरेर चिनी सबै हाल्यो। सबै हाल्नु चिन्ता अलिकति राख्नु। हाल धेरै हाल्नुपर्छ। गुलियो मन पर्छ पर्दैन तँलाई? हाल्नु बस बस। कति भयो है? पुगेन नि तपाईँ है। ल अलिकति राख। ल अब यसमा चाहिँ हामी चाहिँ अब दुध हाल्छौँ पहिला। बिस्तारै पोकेला यार, बिस्तारै बिस्तारै बिस्तारै। यसलाई केयर हाल्ने टेक्निक अप्नाउनु पऱ्यो। के टेक्निक अप्नाउनु हुन्छ काटेर गर्न लाग्यो यसलाई काटेर चाहिँ अनि टक्क पासको मुख हालेर हो यसमा मुख यस्तो गरेर चाहिँ ल अब चाहिँ पोखिँदैन कि ठुलो मुख भयो नि त। यत्रो नपोक्यो। यस हल्का बाटो बनाइदिन्छु म चाहिँ यसले गरेर। पोक्यो यहीँ जम्या त खै हो र। एउटा यस्तोमा एउटा लहरो दागु हाल्यो भने त क्या हामीसँग टेक्निक त धेरै कुरा हुन्छ।
अझ हुन्छ होला खोलेर गर्छ धेरै छैन खाइदियो ढङ्गी तातो होला प्लास्टिक जम्ला यार बाहिर त पक्दैन नि पसेन ल खै कति भयो पानी हाल्दैछ ठिकै हुन्छ भाइ पानी हाल्नु नि समाप्त पानी ठिकै हुन्छ होला धेरै छैन चिसो पानी त फाट्ला त त्यार पानी यसमा थोरै पानी हाल्छ नि होइन ल बस सानो लोट अब आगो केले ढकन लाउँदैन हल्का लाइन हुन्छ क्या ल निस्किनु चाहिँ निस्किनु पर्यो पकाउनु पऱ्यो यसलाई चाहिँ यसो तातोमा राख्ने ढडा राख्यो यस्तो यस्तो गरेर सुधा नि पकिँदा कि यस्तोमा गर्नु त्यति टाढा त कहाँ हुन्छ त त्यही माथि आगो बाल्नुपर्छ कि अरू पकाउँदै गरेर पाक्दै गर्दै अरू पकाउँदै गर्ने आगो हाम्रो चाहिँ यहाँ दुईवटा अन्डा उसिनिँदैछ अनि यतापट्टि चाहिँ चिया बन्दैछ त्यसमा बाँसमा यहाँ चाहिँ अन्डा उसिन्दैछ होइन त्यहाँ चाहिँ अन्डा र पास्ता उसिन्दैछ यहाँ चाहिँ पास्ता र अन्डा छ होइन यो चाहिँ चिया भइहाल्यो चिया खानालाई यहाँ कप चाहिँ यहाँ तयार हुँदैछ है धेरै ठुलो बाली सानो सानो हुनुपर्छ अहिले हाम्रो छिटो भएर चाहिँ एकसाथ चाहिँ उमाल्ने भनेर यसरी गरेँ बुढा भयो ल हाम्रो अब अन्डा र पास्ता नि उम्लिसक्यो अब चट्ट यो चाउचाउ पाक्यो होइन यता अन्डा पाक्यो अब यो चाहिँ फ्राई गर्ने हो हेर्न अलिक त्यत्रो नहाल्नु पर्दैन हाम्रो चाहिँ अब यहाँ अन्डा पाक्छ यहाँको त बोतल भाँडो फेरि पास्ता हालेर है घोलेर गर्नुपर्छ सही हुन्छ यसमा गर यसमा पखालेर यसमा हालेर पखाले भयो त पुरै नर अलिकति राख धेरै पिरो पनि मिलाउनु त्यो बस यसले भन नि पखाले हो तेल त पुरै होला जस्तो भइसक्यो क्या पानी निकाल्नु कर सर्र घुमा पेन आगो फुकाएको आगो फर्काउनु पर्छ गएर फर्काइस् कि बिहानै फर्काउनु जाने आज डल्लिसक्यो माछा डर्छ छिटो यो हामी फर्काउनु गर्दैछौँ काटेर हान्न मिल्छ होइन सबै कहाँ देखाउनु मिल्छ काटेर त हाल्नु डर होइन के नचल्नु धन्न फर्कियो म त फल्ला त्यसै हावा तामा भयो हुन चाहिँ भयो तर हुन चाहिँ भयो जोसमा ल
भाइकल पुग्छ छोड्दे रेडी भयो पानी रहेछ त नि अब यसमा हाल्छौँ हामीले भयो 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 हाल पोकेर ल हाम्रो चाउचाउ यसमा स्टकमा रह्यो अब हाम्रो मेन काम भनेको अन्डा नि फ्राई गरियो अन्डा नि उसिनियो अब पास्ता फ्राई गर्नुपर्छ त्यसमा अब पेन तताएर म अझै 2टा टपरी बनाउँछु खानालाई पुरै हाल के किन राख्न लाग्छ त्यति नि तरकारी हाल्दै ल हाम्रो यहाँ तेल गइसक्यो अब तेल गइसक्यो ताप्नु पर्यो ल हामी चाहिँ अब पास्ता हाल्छौँ अब तल भाइ जमे क्या नि आगो बल्यो आगो बल्यो आगो बल्दा तेलै सकिसक्यो यार आगोले सब तेल रक्थ्यो यार चिया खान चाहियो त फेरि अर्को छ के चिया खान जम्दै चाहिँ पुरै चिसोले जमे जाए चिसोले ए माल आयो माल पास्ता तेलै सकिदियो तेलमा फ्राई गर्नुपर्ने कि हाम्रो पुरै भयो एउटा ऊ पनि मिसियो के भन्छ त झार्ने निकिरा बिहानी मिस्यो एउटा फटाङ्ग्रा नि मिसियो मासुको रूपमा तेलै सक्यो यार कहाँ ल्याउनु तेल थरी त उसको हेर्नु बत्तल गएको सोसा बनाएर हाल्ला सर्दैन अब हामी त्यो काँचो तेल गनाउँछ भनेको चाउचाउ हाल्छौँ धेरै भयो फर्काउनु चाहिँ नफर्का यो धेरै खानुपर्छ हाम्रो यहाँ 2x ऊ गयो ए बल्ल राता हाम्रो पिरो हुँदो रहेछ ए तँलाई देखिँदो रहेछ त ल यो चल्ला अर्को चोटि अर्को साइडमा हाल्नु लाग्यो फेरि नलाग्ला फेरि अर्को साइडमा पल्ट अनि फेरि फाल्तु सिङ्काको हुन्छ कि घुउँछु बनायो भने के हुन्छ नि दाल हाल्दै त अर्को यहाँ यस्तो मलाई चिया हाल्नु पर्छ लाग्छ त्यो हाल्दा उसिन्दै हाल्नु पर्ने यो खासमा यो सुप बनाउनु भए पो हाल्ने यो सुप बनाउनु भयो उसिन्दै हाल्ने हो हल्का पानी चाहिन्छ नि त सुप हाल्नु हल्का ग्रेभी चाहिन्छ कता जा सबै पराल पछि सर्नु ल अर्को चला नि दुइटा सबै मलाई बिचार बनाएको मलाई खाँदा सबै गोल सबै अझै देखिरहेको कि त्यो त
गर्मी लो बैटरी रे लो बैटरी अब चाहिँ पाक्यो हाम्रो चाहिँ लगभग हाम्रो चाहिँ यसमा चाहिँ चिया पाकिरहेको चिया हाम्रो यहाँ चाउचो रेडी भयो अनि यहाँ चाहिँ हाम्रो फ्राई गरेको अन्डा छ यता उसिनेको अन्डा छ लाना अब हामी हाल्छौँ यहाँ जय शम्भु यदि हाँसी त चाकबाट धुवा आउँछ होला यार के बोले भाइ अब के बोले के छ थाहा बोले रकेट चन्द्रमा पुगिन्छ रकेट भन्छ रकेट पुरै कस्तो नि होला नभए एउटाले प्यानै खाने भयो प्यानलाई पानी हाल्नु छ कि उ हुन्छ किन हामी जाँदैन मान्छे हो अन्डा खाएर हो डेकोरेसन गरी अनि बल्ल खाने एउटा राम्रो ठाउँ बनाउने हाम्रो आजको खाजा चाहिँ रेडी भयो आज पनि यहाँ छ कसरी राख्ने हो ल हाम्रो खाजा चाहिँ यहाँ हुँदैछ हाम्रो खाजा चाहिँ यहाँ छ छट्ट यहाँ दुइटाको ल चिसो देखान अलि तल चेस चेस यहाँ खाँदैछौँ अब आज रेडी भइसक्यो खानेकुरा यस्तो छ चपले समातेर आनन्दले होइन समानै आउनु यार चाइनिजले गयो त्यसरी यस्तो बेर छ कि यस्तो घुमा त सर्दै मात्रै एक हाम्रो चिया नै रेडी भयो अब हामी चिया हाल्छौँ चियापत्ती पऱ्यो ल बाँसको चिया आयो चाहिँ बाँसको चिया धेरै हुन्छ ठिक्क होला ओए ओए हातै पोल्यो यार ल बाँसको चिया आयो चाहिँ हातसँग चेस चेस ल हामीले चाहिँ बाँसको चिया बनाएर बाँसमै हालेर खायौँ होइन अर्ग्यानिक दामी भयो कस्तो लाग्यो तपाईँलाई त्यसको स्वाद एकदम खत्रै यस्तो दामी स्वाद छ यार पसलमा बनेको भन्दा पनि दामी है ल अन्तिमसम्म हेरेर साथ दिनुभयो होइन हाम्रो चाहिँ अब खाइदिइ सक्यो सबै कार्यक्रम सकियो आजको दिनभरिको पल भनेको चाहिँ मिठो बित्यो अब चाहिँ हामी निस्किन्छौँ यहाँबाट चाहिँ अब निस्किने क्रममा चाहिँ हामीले गरेका आजका फोहोर मैलाहरू चाहिँ सफा गरेर जानुपर्छ होइन तपाईँहरू पनि कुनै ठाउँमा गएर केही पिकनिक सिक्निक खाँदै हुनुहुन्छ भने सफा गर्नु होला किनकि वातावरण आफैले जोगाउने हो ल हामी चाहिँ सफा सफुल गरेर आगो सागो निभाइदिएर फोहोरहरू टन्नै थियो हामीले चाहिँ सब टिपटाप गरेर टिप्यौँ र
सबै कुराहरू व्यवस्थापन गरेर हामी चाहिँ निस्किन्छौँ र थ्याङ्क यू सो मच भन्न चाहन्छु जसले अहिलेसम्म हेरेर साथ दिनुभयो लास्टसम्म। त्यस्तै माया देखाइदिइरहनु होला अर्कोचोटि पनि। नेक्स्ट भिडियोको लागि म आई होप होइन अर्को भिडियो नै आउन सक्छ, आउँछ। त्यसैले अन्तिमसम्म हेरेर साथ दिनुभयो, अर्कोचोटि नै साथ दिनु होला। ल हामी चाहिँ यहाँ निस्किँदैछौँ होइन।